तर यो दृश्य चाहिँ दामी लाग्यो यहाँ मन्दिरको चाहिँ। ट्रफी जितेको टिमलाई चाहिँ हस्तान्तरण गर्दै हुनुहुन्छ हारे टिमबाट र हाम्रो। नमस्ते नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो न्यू भ्लगमा। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, आई होप सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र आज छुट्टीको दिन बाहिरतिर आएको छौँ है। आज क्रिकेट खेल्ने प्लान छ हाम्रो, गेम हुँदैछ हाम्रै स्टाफहरू बिचमा है। र यहाँ बाहिरतिर मैले खासै भिडियो बनाउँदिनँ किनभने नोइज बढी आउँछ, माइक पनि छैन। हामीहरू ग्राउन्डभित्र आइसकेका छौँ र भ्लग सुरु भइसकेको छ। अब हामी चाहिँ गेम खेल्न सुरु गरिहाल्छौँ होइन। समय छ 8 बजीदेखि हाम्रो होइन। यहाँ चाहिँ अब पैसा तिरेर खेल्नुपर्छ होइन। यो चाहिँ हाम्रो अब प्याक भइसकेको छ 8 बजीदेखि। अब कति खेलिन्छ होइन। अब यहाँ सुरु भइसकेको छ। हाम्रो क्याप्टन एकजना, अगाडि एउटा, दुईवटा टिमको क्याप्टन नि साथीहरू पुरा ग्राउन्डभित्र गइसकेका छन्, रेडी भइसकेका छन् होइन। हो हाम्रो कालु भाइ पुरा दिइरहेको छ। हेलो माधव दाइ, खेल्न आएको? हेर्न आएको। ल ल ल, हो आकाश आयो। ए सब केटाहरू यहाँ रेडी भइसकेका छन् है। अब हामीहरू खेल्छौँ। अब भ्लगहरू आइरहेको छ होइन। अब सर्टहरूको पनि भ्लग हुन्छ। म सायद लाइभ गर्छु होला आज फेसबुकमा है। लाइभ गर्नु पऱ्यो, हेरौँ। र भ्लगहरू आइरहेको छ। अब आजको मैले भ्लगहरू हाल्छु टोटल्ली होइन। अब यहाँबाट गएर रुममा चाहिँ खाना खान्छु अनि त्यसपछि एकछिन रेस्ट गर्छु, बेलुकातिर बाहिर फेरि हिँड्छु होइन। के भन्न चाहन्छस्? म चाहिँ धेरै केही भन्न सक्दिनँ। म्याच चाहिँ हामीले जो च्यालेन्ज गरे भाइले होइन। यो फेरि म फेरि एकदम रिस्की मान्छे होइन। च्यालेन्ज गरेपछि हार्न जान्दैन है। भाइले च्यालेन्ज दिइहाल्यो र गेम हेरौँ। लेट्स सी है, कसले जित्छ हेरौँ। टच हुँदैछ भाइ, हेड हेड टेल। हाम्रो के रोज्नु उसैले पछि थाहा हुन्छ नि त भाइ। हेड हो क्या? हेड हो नि। ल ब्याटिङ बस्यो। ल ब्याटिङ बस्ने, फिल्डिङ गर्ने पहिला। अब फिल्डिङ गरौँ। हामी रन चेसर हौँ हामी भने है। अर्को नि आयो। ल फाइनली गेम भयो। अब जित्यो होइन। रिएक्सन हेरौँ भाइको कस्तो लागिरह भाइ? हार्दाखेरि मजा लागिरह त्यस्तै हो बाबु। उहाँको त बोली चाहिँ बन्द भयो। कोचले चाहिँ हस्तान्तरण गर्दै हुनुहुन्छ। हाम्रो लिडर यहाँको चाहिँ मेन होइन। हाम्रो गेम स्पोन्सर गर्दै हुनुहुन्छ उहाँले चाहिँ यतिखेर होइन। मेडलहरू छ, ट्रफी छ, यो चाहिँ उहाँको तर्फबाट हो। अब फोटोसोटो आउँछ, भिडियोहरू आउँछ होइन। ट्रफी जितेको टिमलाई चाहिँ हस्तान्तरण गर्दै हुनुहुन्छ हारे टिमबाट र हाम्रो यहाँको कोचबाट चाहिँ। ल फाइनली हामीहरू चाहिँ यहाँ टेम्पलभित्र प्रवेश गरिसक्यो है। स्वामीनारायण
टेम्पल। यहाँ चाहिँ प्लान त थिएन, अब क्रिकेट खेलेर है रुमतिर गएर आधा 1 घन्टा 2 घन्टा रेस्ट गऱ्यो। अनि त्यसपछि चाहिँ हामीहरू यहाँ चाहिँ केटाहरूले चाहिँ म त केही थाहै थिएन जाम भनेर सिधा कपडा लगाएर हिँडेको होइन। यहाँ चाहिँ अब हेरौँ है कस्तो हुन्छ होइन। जुत्ता चप्पल छोड होइन केटा हो, ए चप्पलै चप्पल जुत्तै जुत्ता खाम त यार। अलि अगाडि राखौँ अहिले। यहाँ त चप्पल छोड नि, फेरि जाने बेला फेरि नहोला नि, फेरि खाली खुट्टी जानु त पर्ने होइन। चप्पलको दुकान त्यहाँ राख्नु पर्ने। फाइनली है खाममा यस्तो दृश्य त है मा कसम अहिलेसम्म देखेको थिएन कि। यस्तो भवाल दृश्य आयो नि एउटा। हेर्न हेर ओ मुन्द्रे हेर्न कस्तो दामी देखियो। जत्ने गाडे पनि एउटै हो, साइडमा नगाडौँ लगाएन त त्यता त उता लगाएन है। तर यो दृश्य चाहिँ दामी लाग्यो। यहाँ मन्दिरको चाहिँ एकदम बवाल लाग्यो। यतापट्टि राख के जुत्ता छोडाएर अब ए पुरा उहाँदेखि यसको व्यवस्थापन हुनुपर्ने हो तर होइन र। मुन्द्रेले कहाँ राख्यो? त्यतै राख्यो, त्यतै राख्यो मुन्द्रे। मेरो माथि राख तैँले, त्यहाँनिर राखेँ अलि यता सर्काइदिएन न। त्यो ए कचरा डिब्बाले होल त्यसले चाहिँ कभर गरिदिए हो त्यसरी। ल लगाइस् अब चाहिँ मन्दिरभित्र प्रवेश गर्छौँ। ए आजको भ्लग चाहिँ बवाल हुने भयो है। धेरै पछि यस्तो दृश्य देख्न सकिन्छ है। ट्याक्कै हाम्रो गाउँघरको जस्तै यता पछि चाहिँ पहाड छ है। यहाँ देख्न सक्नुहुन्छ यो पहाड एरिया पनि रहेछ यहाँनिर। यताबाट यस्तो भ्यू छ है। अब भित्र गएर होइन चाहिँ अब भित्रको देखाउन सक्छु मैले तपाईँहरूलाई के कस्तो छ है। मलाई पनि थाहा छैन केही पनि। अब अवलोकन गरौँ के कस्तो हुन्छ। यहाँ फोटो खिच्ने भनिसकेँ। ए पहिला भित्र गएर आऊँ के? ओइ पहिला भित्र गएर आऊँ कि अहिले फोटो? माथि प्रवेश गर्दैछौँ। किन नो एन्ट्री भनिरह? अहिले अहिले आउँदा क्या अहिले जाम पहिला होइन। अलाउड छैन भनिरह नि तर होइन मैले भिडियो बनाइरहेको छु। यहाँको डिजाइन देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ भिडियो बनाउन फोटो बनाउन खिच्न अलाउड रहन्छ। मैले चाहिँ तपाईँहरूलाई देखाउँछु है। देख्न सक्नुहुन्छ यहाँ चाहिँ भित्र चाहिँ भिडियोहरू बनाउनु दिँदो रहेछ। कहाँ खर विनोद है? यताबाट रहेछ कि भित्र रहेछ? भित्र पनि रहेछ कि अझै होला यहीँबाट भित्र। यहाँ चाहिँ माथि गएको भिडियो बनाउन चाहिँ मिल्दो रहेछ। हुन त अब मन्दिर जस्तो ठाउँमा चाहिँ अब मान्छे धेरै हुन्छन्, हल्ला हुन्छ होइन, दर्शन गर्ने धेरै हुन्छन्, भिड लाग्छ भनेर नि होला। फोटोग्राफको लागि भिडियोग्राफरको लागि चाहिँ अलग रहन्छ है। त्यही पनि अलिअलि चाहिँ मैले क्लिपहरू हाल्न सकेँ है। तर मजा लाग्यो है। तर यहाँ आएर चाहिँ मजा लाग्यो। दिन बन्यो है, छुट्टी जस्तो भयो। अब चाहिँ हामी फर्किन्छौँ। यहाँ भाइ चाहिँ आत्या यो भाइको चाहिँ जानु हुँदो रहेछ है, मन्दिरमा जानु मिल्दो रहेछ। हामी चाहिँ गएर दर्शन गरेर आइयो। अब चाहिँ यहाँ फोटो खिच्छौँ एकैछिन। यहाँ चस्मा लगा। यहाँ चाहिँ यस्तो छ कि हाम्रो ट्याक्कै गाउँघर जस्तो है। क्या भवाल सिन छ कि यहाँनिर चाहिँ। यहाँ चाहिँ आउने प्लान थिएन, मलाई थाहा पनि थिएन यहाँ आउने भनेर। केटाहरूले चाहिँ यतिकै है सुतेर उठाएको थिएँ भर्खर जाम भने त्यतिकै मलाई थाहा थिएन कि यहाँ आउने भनेर। तर मजा लाग्यो आज चाहिँ यहाँ आएर चाहिँ एकदम दिन बन्यो। जे होस् मजा आयो। अब चाहिँ यसो भिडियो त भइरहेको छ होइन, भ्लग त भइहाल्यो। फोटो खिच्नु पऱ्यो। फोटो खिचेर चाहिँ अब हामी फर्किन्छौँ। यहाँ देख्नु सक्नुहुन्छ यस्तो होइन। इन्डियामा पनि मन्दिरहरू होइन क्या भवाल छन् कि क्या मान्छन् कि होइन।
हिन्दूहरूले भगवान्लाई यति धेरै मान्छन् नि यहाँ है। यो पुनामा चाहिँ अझै स्पेसल्ली छ क्या यहाँ चाहिँ हिन्दूहरूले चाहिँ भवाल छ मन्दिरको पुरा है। अब चाहिँ भ्लग चाहिँ यहीँनिरै खतम हुन्छ है। भ्लग आज चाहिँ यति नै, किनकि हामीसँग समय चाहिँ कम थियो। कम त थियो यार, लास्टै कम थियो। बहुत लेट आइयो यार, भन्न पानी परेन क्या, यहाँ मौसमले पनि साथ दियो क्या आज चाहिँ। ल आजलाई यति नै। अब चाहिँ भ्लगहरू चाहिँ यो दसैँ आज जस्तो आउँछ मेरो भ्लगहरू चाहिँ चाहिँ पर्खेमा बस्नु होला। क्रिकेट खेल्न ओके अब क्रिकेट खेल्दै थिएँ मैले ट्याक्क हामी घुम्न भाइले चाहिँ स्क्रिप्ट दिइरहेको मलाई चाहिँ है। भ्लगको लागि चाहिँ स्क्रिप्ट बनाएर दिइरहेछ भाइले चाहिँ। फोनमा चार्ज पनि सकियो, अँध्यारो पनि हुन थाल्यो। अब चाहिँ फर्किन्छौँ है हामीहरू चाहिँ। एकदम मजा लाग्यो, आनन्द आयो। जे होस् मन्दिरको दर्शन गर्न पाइयो धेरै पछि। यहाँ चाहिँ धेरै पछि घुम्न आइयो हामी। नेपालमा त घुमिन्छ है, तर यहाँ चाहिँ कम घुमिन्छ। ल आजलाई यति नै भ्लग है। सबैजनालाई धन्यवाद, अन्तिम समय हेरिदिनु भयो है।